today our New Year. Okay. Okay. Happy New Year, my friend. Same to you. Happy New Year, सब नेपाली भाइको. Thank you. Happy New Year, सब नेपाली भाइको. नेपाल Happy New Year. ल हामी चाहिँ नेपालीहरु मिलेर टक्क नयाँ वर्ष यहाँ मनाइरहेछौँ अहिले हामी हैन. Happy New Year. सेवा सेमुना सम्पूर्ण मेरो दाजुभाइ तथा दिदीबहिनीहरुलाई केएचआर मिनी ब्लगमा स्वागत छ. सो गाइज आज तपाईहरुले कतिजनाले त थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भइसक्यो होला. आज हाम्रो नयाँ साल 2082 सालको सम्पूर्णमा शुभकामना दिँदै आजको हाम्रो विदेशमा बसेर चाहिँ हामीले कसरी इन्जोय गरिरहेछौँ भन्ने कुरा चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु. र तपाईहरुलाई चाहिँ म के भन्न चाहन्छु भने स्वदेश तथा विदेश रहनुभएका सम्पूर्ण मेरो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई 2082 सालको शुभकामना बाँकी भिडियोमा. सो गाइस हामी चाहिँ जानलाई तयारी हैन. तपाईहरुलाई अब के भन्नु, इज माई नियरेस्ट फ्रेन्ड. आज हाम्रो नयाँ साल हैन. टुडे आवर न्यू इयर. Okay. Happy New Year, my friend. Same to you. So guys, अब हामी चाहिँ न्यू इयर मनाउनलाई चाहिँ हाम्रो एउटा अकोमोडेसनबाट अर्को अकोमोडेसनमा गएर चाहिँ नेपाली साथीहरुसँग सेलिब्रेट गर्दैछौँ. सो भिडियो अन्तिमसम्म हेर्नु होला. फर्स्ट अफ अल हाम्रो चाहिँ अकोमोडेसनमा धेरै खालको मान्छे छ. अरे राजु भाइ क्या देखो देखो टुडे हैन, आज हमारा हैन, हमारा नेपाल का न्यू ईयर है. अच्छा कुछ बोलो. हैप्पी न्यू ईयर. Happy New Year, सब नेपाली भाइको. थैंक यू एंड सेम टू यू. अरे भरत भाई आ जाओ, ब्लॉग में आ जाओ. सब नेपाली भाइयों. आज हमारा साथ में बलविंदर सिंह भाई है. आज हमारा न्यू ईयर है. नेपाल Happy New Year. 2022 महावीर जयंती. फर्स्ट ऑफ ऑल मैं क्या बोलना चाहता हूँ, बलविंदर सिंह भाई हमारा बहुत सपोर्टर है. सब भाई लोगों को नमस्कार. सब इतना सपोर्ट करता है हम लोगों भाई को मत करो बहिष्कार. हाँ सही सही. ओके. लाइक करो, शेयर करो. सही करना करो, गलत मत करो. ओके. सो गाइज हामी चाहिँ अकोमोडेसनबाट निस्किसकेको छौँ हैन. अनि अब हामी चाहिँ 3 भाइ छौँ. जहिले पनि हामी 3 भाइ चाहिँ प्राय गरेर छुटिँदैनौँ. बाँकी अब मार्केटतिर पनि जाने नै छौँ. तपाईहरुलाई बाँकी भिडियोमा देखाउने नै छु. सो गाइस अब हाम्रो अर्को अकोमोडेसन भनेको चाहिँ यो हो हैन. अब हामी चाहिँ यहाँनिर गएर अरू साथीभाइहरूसँग चाहिँ भेटघाट गर्नेछौँ र मार्केट जानेछौँ. फाइनल्ली गाइस म चाहिँ अर्को अकोमोडेसन आइसकेको छु हैन. सो अब साथीभाइहरूसँग भेटेर चाहिँ मार्केटतिर जानेछु. नयाँ सालको शुभकामना सुल्डी. ह्यापी न्यू इयर. ह्यापी न्यू इयर. ल तपाईलाई पनि. यहाँ चाहिँ हाम्रो असीम भाइ है. पुरै अब एकदम ह्यापी न्यू इयर भाइ. यहाँ हाम्रो विनय भाइ. ल उठाउने विनय भाइ. राजा. ओ यहाँ चाहिँ हाम्रो विनय सरकार हुनुहुन्छ है. ल उठौँ उठौँ. एकदम है. यहाँ चाहिँ हाम्रो विनय भाइको इन्ट्री. यहाँ जानलाई अब हामी तयारी. यो चाहिँ विदेशमा भएको नेपाली ग्याङ. सो गाइस अब हाम्रो चाहिँ न्यू इयर मनाउनको लागि चाहिँ हैन केही सामानहरू मार्केट गएर किन्नेछौँ. त्यसपछि किनिसकेपछि भनेको हाम्रो छुट्टै एउटा रमाइलो हुनेछ. विदेशमा बसेर पनि हामीले चाहिँ नयाँ साललाई चाहिँ सेलिब्रेट गर्ने तयारीमा छौँ. सो गाइस फाइनल्ली हामी चाहिँ मार्केट आइपुगेको छौँ हैन. अब यो चाहिँ हाम्रो नेपाली पाराको ग्याङ. अब हामी लाला सुपर मार्केटतिर जाँदैछौँ. अनि हाम्रो चक्लेटी दाइ हुनुहुन्छ यहाँ चाहिँ.
सो फाइनल्ली हामी चाहिँ लाला आइपुगिसकेका छौँ होइन, लाला सुपर मार्केट। सो अब हामी भित्र गएर त्यहाँ के कस्तो के छ हेर्ने नै छौँ। सो गाइस अब हामी चाहिँ केक डिपार्टमा आइसकेका छौँ। Thank you. फाइनल्ली हामीले चाहिँ अब सामानहरू किनिसकेका छौँ होइन। अब सामान किनेर चाहिँ जाँदैछौँ। अब हामी इन्जोय हान्नेछौँ होइन। सो गाइस होइन लालाबाट चाहिँ हामी निस्किसकेका छौँ, लाला सुपर मार्केटबाट। अब हामी रुमतर्फ लिएर जाँदैछौँ र रुममा भनेको हाम्रो के हुन्छ कस्तो हुन्छ बाँकी भिडियोमा देखाउने नै छु, हेर्दै गर्नु होला। एकदम नयाँ वर्षको शुभकामना तपाईँलाई पनि धेरै धेरै नयाँ वर्षको शुभकामना। ल हामी चाहिँ नेपालीहरू मिलेर टक्क नयाँ वर्ष मनाइरहेछौँ अहिले हामी होइन। सबै साथीहरू भेला भइरहेका छौँ, धेरै खुसी लागेको छ। परदेशमा भएर हामी यसरी होइन भेट्न पाउँदा एकदम के कस्तो फिल भइरहेछ, खुसी भइरहेछ एकदम। भाइ आफ्नै नेपालमा बसे जस्तो है। ल ठिक त्यही माथि एकदम प्यारो साथीहरू भेट हुनुभयो है। एकदम खुसी छु म आज, बाटोमा हिँड्दै भेट भयो आज। ह्याप्पी न्यू इयर वन्स अगेन माई ब्रदर। ह्याप्पी न्यू इयर हजुर। ल सो गाइस फाइनल्ली हामी चाहिँ रुममा आइसकेको छौँ होइन। नयाँ वर्षको सबैजनालाई शुभकामना। आज हाम्रो चाहिँ नयाँ वर्ष स्पेसल केक काट्न जाँदैछौँ हामीले। अनि आज हामी युएईको यात्रामा कम्पनीको अकोमोडेसनमा सबैजना मिलेर नेपाली दाजुभाइ नयाँ वर्षको यस्तै हो होइन। उपलक्ष्यमा यसो रमाइलो गर्दैछौँ। ठुलो नभए पनि सानोतिनो जस्ट मेमोरिज। थ्याङ्क यू। ह्याप्पी न्यू इयर। ल आज चाहिँ ह्याप्पी न्यू इयर 2082 सालको सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्वदेशमा होस् या चाहे विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई न्यू इयरको शुभकामना, नयाँ सालको शुभकामना। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो तिलबहादुर दाइ है। अब हाम्रो यो सम्पूर्ण हामी चाहिँ एउटै कम्पनीको मेम्बरसिप है, हामी एउटै कम्पनीको मेम्बरसिप आज चाहिँ हामी न्यू इयरलाई चाहिँ हामीले सेलिब्रेसन गर्दैछौँ। तपाईँहरूले भन्नु केही चाहनुहुन्छ भने भन्नुहोस्, के भन्न चाहनुहुन्छ? हामी वैदेशिक जीवनयापन गरेको समयमा के छ विनय भाइ? नयाँ वर्षको शुभकामना सबैलाई 2082 सालको होइन। अनि अब विदेशमा बस्नुहुने सबैजनालाई राम्रोसँग बस्नु होला, राम्रोसँग मनाउनु होला भन्न चाहन्छु। तपाईँको तर्फबाट के भन्न चाहनुहुन्छ भने के प्रतिक्रिया हाम्रो दाइ लगाउनु भइरहेछ राजा। धन्यवाद तपाईँलाई के भन्नु छ? ह्याप्पी न्यू इयर। धन्यवाद। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। सबैलाई नयाँ वर्षको शुभकामना। देश विदेशमा रहनु सबैजनालाई धन्यवाद सबैजनालाई। हाम्रो यहाँ सर एकजना हुनुहुन्छ हाम्रो सबभन्दा सिनियर दाइ होइन।
दाइ आउनु न हाम्रो भिडियोग्राफर दाइ नयाँ सालको शुभकामना जहिले पनि नयाँ साल सुरुवात भनेको मिठासबाटै हुनुपर्छ सो गाइज तपाईँहरूलाई हाम्रो नयाँ साल चाहिँ कस्तो लाग्यो र लास्टमा तपाईँहरूलाई फेरि पनि भन्न चाहन्छु नयाँ वर्ष 2082 सालको शुभकामना साथै तपाईँहरूलाई हाम्रो भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरेर भनिदिनु होला र जाँदा जाँदै मेरो भिडियोलाई लाइक च्यानललाई सब्सक्राइब र बेल आइकन दबाइदिन नबिर्सिनु होला बाँकी पार्टी हाम्रो चाहिँ छँदैछ होइन त्यो चाहिँ अलिकति कन्टेन्टमा हालेको छैनौँ जय नेपाल